यति संस्कारी छोरी त पुण्यले जन्माकै हुने ती राम्रो छोरी संस्कारी शील स्वभावकी सुशील संस्कारी दक्षिणी की होइन तालीला नमस्कार 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 सर नमस्कार नानी जानु को जाने जान 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 चिसो महिनामा त यो चप्पल खोल्ने चलन छैन गर्मी मात्रै हो चिसोमा त सबैले पूजा गर्दा यहाँ यसरी गरिरहनु पर्छ अरे हात जोडौँ न सबैले यो सबैले हात जोड्नु पर्छ ल अब चाहिँ यो सिस्टम राखौँ कि सबैजनाले पूजा गर्दा हात जोड्नु वरिपरि बसेर यसरी गर्नु सबैले वरिपरि बसेर यसरी गर्नु अनि यहाँ सर र म्याम भन्ने पनि पसलम मारे सबैले सबैलाई नमस्कार सर ल त सर ल नमस्कार म्याम ल नमस्कार म्याम नमस्ते नमस्ते नानी नमस्ते नमस्ते नमस्कार 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 ल म सर लिन्दा ल मलाई ए कस्तो गरे OnePlus पनि आइफोनकै ब्रान्ड हो भाइ टेन्सन लिनु पर्दैन अलिकति आइफोनको भाइ हो त्यो त मामाको मोबाइल हो त्यो मामा अहिले पैसा डलर निकाल्छु युट्युबबाट मोन्टाज भएर मेरो बाइक सबै भ्लग गरे म बाइक सबै भ्लग गर्छु यति पनि हो तर हो यार युट्युबमा त जिरो होइन गोठालोले आइफोन किन्यो त्यत्रो सिरियलमा आएर अनि युट्युबमा जिरो हुन्छ नि हैन कसैको लिएको होला नि गोठालोले आइफोन किन्यो अरे अब त्यस्तो उता चाहिँ भुको प्यारा दुध बेचेको पैसा टिप्स हान्यो क्या दुध बेचेको पैसा छाकन खायो क्या ल मामा क्यामेरा सबैलाई नमस्कार है नमस्कार सर म्याम सबैलाई नमस्कार हजुर सर पूजा गरिहालौँ म त पुरा हौला तालले आछु नि त व्यवस्थित भएर आउनु सरले त गोतिर गएर हात लाउनुहुन्छ के हो आज के हो मनाउँदैको आज केही छ विशेष त्यही केही छ भन्नुहुन्छ त के हो अचम्म छ त केही छ भने पानी ल पूजा गरौँ ल पूजा गरौँ सर आउनु सर मेरो भाइ हो तिमी उता खिच्यो सर मतलब फोटोमा त खिच्दैन पूजा त्यसरी भनेर ए ल आइफोन चाहिँ सबै एउटा फलाली मान्छेले के दियो भन्ने कुरा सर फोटो हाल्ने हो फोटो हाल्नु सर ल केशव सर आउनु यहाँबाट फोटो हाल्ने होला सर मलाई त्यो धुप चाहियो सर को बाँकी छौँ हामी सर ल्याउनु सन्तोष भाइ धुप लिनु सर भयो होला यहाँबाट यहाँ हामीलाई त एक खुट्टाले सन्तोष नि मेरो फोटो आँसुँदै पछि पछि गइरहेको फोटो हालिदिनु भयो ल सबैलाई नमस्कार भने है मैले त नमस्कार सर नमस्कार नमस्कार ठ्याक्कै क्यामेरा पूजा गर्ने पहिला चाहिँ ठ्याक्कै आइपुग्यो को भन्नुभएको यस्तो रमाइलो हुन्छ अनि यस्तो रमाइलो हुन्छ अनि च्याट 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 होइन भ्याउँछ भ्याइरहेछ वाइट खिचेको एकदम यस्तो रमाइलो हुन्छ यहाँ अनि ल अन्त यता नानी के छ नानी ठिक छ नि यहाँ नानी पनि हुनुहुन्छ हामी चाहिँ दर्शक भएर बसिरहेछौँ
यस्तो छ है हामी चाहिँ दर्शक भएर बसिरहेको छौँ हामी सबैजना छौँ होइन सुप्रभा नानी हामी त जहाँ पनि फिट नाच्न पनि फिट गाउन पनि फिट जे गर्न नि फिट सबैतिर फिट एकदम गुड एकदम 4 दिनपछि आएको है फेरि कति दिनपछि 4 दिनपछि 4 दिन मैले त बस्छु 4 दिनपछि 4 दिन हामी त 5 दिन हाम्रो चाहिँ केसरी सिरियलका मौसम भाइको प्रवेश हुँदैछ यहाँनिर यस्तो छ होइन नानी मौसम आउँदै हुनुहुन्छ ए ओ माई गड ल विवेकको इन्ट्री है विवेकको इन्ट्री बाबु ठिक छ नि मेरो भाइ ठिक छ बाबु ठिक छ बाबु फाइनली हाम्रो चाहिँ केसरी टिम चाहिँ आज परान मुभी हेर्नको लागि चाहिँ स्पेसल अफरमा चाहिँ केसरी टिम सम्पूर्ण टिम हामी उपस्थित भइसकेका छौँ अनि केही हाम्रो साथीहरू आउँदै हुनुहुन्छ धेरैजना रोशन भाइ हुनुहुन्छ कसले किन्नु त्यसै गरी यता हुनुहुन्छ कुमार भाइ हुनुहुन्छ कुमार भाइ मामा हजुर त्यत्रो जाना छौँ आज पप पनि कसले किन्यो त्यही भनेको पपन चाहिँ कसले किन्यो कि यता हाम्रो सम्पूर्ण टिम विवेक भाइ हुनुहुन्छ हामी आज सिभिल मलमा परान मुभीको लागि हजुर बाबा सन्तोष भाइ ठिक छ हामी त्यही छ यता जुना नानी हुनुहुन्छ फेरि एकदम नमस्ते नानी सन्चै नमस्ते सम्पूर्ण दर्शक हामी आज स्पेसल अफरमा केसरीको सम्पूर्ण टिम सिभिल मलमा परान मुभी हेर्न आइरहेका छौँ आउनुभयो इन्द्र हेर्नु है यहाँ फेरि इन्द्र हेर्नु है यहाँ नदेखेर फेरि है यहाँ नदेखेर हेर्नु न यहाँ लोकेसन नदेखेर इन्द्र पुरै जिगज्यागमा हुनुहुन्छ गाह्रो छ फेरि आउनु यताबाट आउनु घुमेर आउनु हजुर घुमेर आउनु यहाँ हेर्नु पुरा इन्द्र चाहिँ लोकेसन सिटिसीमा जानुभयो हजुर त्यही भनेको हिँड्न ठिक्क परेको थियो हेर्नुहोस् यहाँ फेरि पुरा इन्द्रको पुरा चाहिँ इन्द्रको चाहिँ इन्ट्री भइरहेछ यहाँनिर धुमधडक तरिकाले चाहिँ सिरियलमा जसै गरी इन्ट्री भइरहेछ फेरि यहाँ नमस्ते सर बहिनी नमस्ते सर नमस्ते सन्चै हुनुहुन्छ सर ठिक छ सर बहिनी त्यही त हजुर सिटिसीमा चाहिँ जानुभएछ क्या त्यही त म जोक्थेँ के अर्को हाल्नु अर्को उतापट्टि नै हाल्छ के दिवाकर सर हजुर सर हाम्रो दीपक आचार्य दाईको चाहिँ परान मुभी होइन त आज दाई दीपक आचार्य दाईले डिरेक्सन गर्नुभएको बनाउनु भएको फिल्म परान हेर्न आइरहेछौँ हामी चाहिँ एकदमै अनि रिभ्यूहरू पनि एकदमै राम्रो आइरहेछ हामी पनि फिल्म हेरिसकेपछि रिभ्यू दिन्छ हस् सर हस्